अब आउँछ अहिलेको चल्दो बल्दो लेनोभोको एलोक्यू अघि मैले तपाईँलाई भनिहालेँ अहिलेको दामी ल्यापटप हो यो। अब यसको लुक्स हेर्ने भनेर देखाइदिन्छु म। यसमा 5050 पनि छ, हामीसँग 4050 पनि छ है। 4050 मा i5 को 13 जेनमा HX प्रोसेसर फेरि राइजनमा पनि आउँछ। यसमा राइजन 5 लिनुहुन्छ भने 4050 मा 115 मा आउँछ। इन्टेलमा लिनुहुन्छ भने HX प्रोसेसर भएको है। i5 को 13 जेनमा HX प्रोसेसर भएको, 16 GB ऱ्याम, 512 SSD, RTX को 4050 जम्मा कतिमा त 1,22,000 मा। ल यसमै 5050 कतिमा जम्मा 1,32,000 मा गाइस। एलोक्यूमा गेमिङ है, एसेन्शियल अनि फेरि कजना यहाँ झुकिन्छ एसेन्शियल भनेर। एलोक्यूमा दुईटा आउँछ, एउटा सिंगल फ्यान भएको एसेन्शियल आउँछ जुनमा ब्याकलाइट हुँदैन, एउटा तपाईँको डबल फ्यान भएको विथ ब्याकलाइट विथ 100% एसआरजी भएको आउँछ। हो एलोक्यू भनेको चाहिँ कसको लागि राम्रो हो त? हो एलोक्यू भनेको तपाईँको के भन्छ भिडियो एडिटिङहरू गर्दाखेरि डिस्प्लेको एसआरजी चाहिन्छ 100%, भिडियो एडिटरको लागि राम्रो हो, प्लस गेमरको लागि कतिको राम्रो हो त एलोक्यू भनेको। हो गेमिङको लागि पनि एलोक्यू राम्रो नै हो, तर हाई लेभलको धेरै नै ठुलो गेमहरू खेल्नुहुन्छ भने आसुसको टपतिर गएको राम्रो। तर गेमिङ चाहिँ कहिलेकाहीँ गर्ने, तर मेन मेरो पर्पज चाहिँ भिडियो एडिटिङहरू हो र यदि प्रोसेसर राम्रो चाहिन्छ हाई लेभल कामहरू गर्नलाई भने एलोक्यू चाहिँ बेस्ट फर यु। अब एलोक्यूको पहिलाकोमा प्रब्लम पनि आएको थियो, नआएको होइन, हुन त मेसिन हो, सबैले कुनै न कुनै पिसमा एक दुई पिसमा प्रब्लम आउँछ, नआउने होइन। त्यसचोटि हलै चलाएको थियो मार्केटमा एलोक्यूको प्रब्लम भनेर होइन। हो त्यो 2024 अगस्तदेखि तलको जति पनि छ नि म्यानुफ्याक्चरिङ त्यसमा प्रब्लम आएको थियो, माथिको चाहिँ सबै सल्भ गरेर कम्पनीले पठाएको छ। तपाईँले गुगलमा पनि अथवा चार्टजिपीटीले पनि गरेर सोध्न सक्नुहुन्छ। म्याक्सले कहिले पनि झुकाएर काम गर्दैन, बरु एउटा ल्यापटप कम बेच्छु तर झुकाएर काम गर्दैन। हाम्रोबाट कहिलेकाहीँ एकजना कस्टमरहरू फर्किन्छ के, हामी व्यस्त हुन्छौँ, बिजी हुन्छौँ, भिडभाडको कारणले गर्दाखेरि कुरा गर्न पाइरहेको हुँदैन। तर उहाँहरूले त्यो एउटा एकछिन धैर्यता नराखेको कारणले गर्दा, एकछिन नपुरेको कारणले गर्दाखेरि ठगिनुहुन्छ कि। हुन त सबै पसलको राम्रो हो, सबैको बिकोस् भन्ने चाहना हाम्रो पनि छ, तर यहाँ धेरै जस्तो पसल पनि यस्तो पनि जुन झुकाएर पनि बेचिदिन्छ के। हो त्यस्तोसँग चाहिँ बस्नु होला है। ल्यापटप किन्दाखेरि जेनेरेसन नयाँ लिनु होला, ग्राफिक्स भएको लिनु होला र एक्सपान्डेबल लिनु होला सकेसम्म। म चाहिँ त्यही भन्न चाहन्छु होइन।